हेलो गाइज गुड मर्निङ। आज चाहिँ म चाउमिन बनाउनु गइरहेछु मर्निङको ब्रेकफास्टको लागि। सो हेरिदिनुहोस् होला, यो मेरो फर्स्ट टाइम आफ्नै भोइसमा भिडियो बनाएको र म चाउमिनको लागि चाहिँ प्याज टमाटर सिमी मुला काटेर राखेको थिएँ र अब म बनाउनु गइरहेछु। Finally, it's ready. फाइनली चाउमिन पनि रेडी भइसक्यो। अब हामी